गाइज, तपाईहरुको माझ फेरि एउटा नयाँ भिडियो म प्रस्तुत गर्दैछु जुन चाहिँ लाङटाङ ट्रेलको हो। 4437 मिटर हाई अल्टिट्युड स्थित क्यान्जिरी सम्मको छ। भौगोलिक बनावटको सुन्दरता र यात्राको विविध रमाइलो जानकारी लिन चाहिँ अन्त्य समय नछुट्नुस् है। काठमाडौँबाट 3 घण्टाको यात्रा पछाडि हामी यो त्रिशुलीको यो भण्डारे भन्ने ठाउँमा आइपुगेर खानासाना खायौँ र त्यस पछाडि फेरि हामी अब गन्तव्यतर्फ अगाडि बढ्ने क्रममा हामी अहिले डोमिन भन्ने ठाउँमा आइपुगेका छौँ। स्यापुर बेसीभन्दा अलिकति माथि। यहाँसम्म चाहिँ हामी गाडीमा आयौँ, तर यहाँदेखि चाहिँ अब हामी पैदल यात्रा हामी गर्नेछौँ। वास्तविक ट्र्याक चाहिँ अब हाम्रो यहाँबाट सुरु हुन्छ। आजको हाम्रो यो बेम्बोसम्मको भन्ने योजना छ। सायद हामी बेम्बोसम्म 2-3 घण्टामा यहाँदेखि पुग्न सक्छौँ। बेसीबाट 3 घण्टाको पैदल यात्रा पछाडि हामी यो बेम्बो भन्ने ठाउँमा आइपुगेका छौँ र आज चाहिँ हाम्रो गन्तव्य यहीँ नै हुनेछ। हामी यहीँ बस्नेछौँ र यहाँबाट भोलि हामी फेरि बिहानै लगत्तै हाम्रो गन्तव्यतिर लाङटाङ ट्रायलमा हामी अगाडि बढ्नेछौँ। घरीको उकालो, घरीको ओह्रालो, घरीको जङ्गल, घरीका चहराहरू, तल बेम्बोबाट करिब 3.5 घण्टा हिँडिसकेपछि हामी यो लामा होटल भन्ने ठाउँमा आइपुगेका छौँ। अनि यहाँ चाहिँ खाना बस्नदेखि सबै कुराहरू सुविधा सम्पन्न छ। होटलबाट हिँडेको करिब 2 घण्टामा हामी यो रिभर साइड होटलमा आइपुगेका छौँ। यहाँनिर खाना बस्नको लागि त राम्रै प्रबन्ध जस्तो देखिन्छ। थाहा छैन तर महँगाई कस्तो छ, किनकि पूर्व बुक गरेर आउनेको लागि त ठिकै होला, तर हामी चाहिँ बुक नगरी आएकोले गर्दा हामी कस्तो छ त्यो चाहिँ हेर्नेछौँ। यो चाहिँ लाङटाङ क्षेत्रको मुख्य ट्रान्सपोर्टेसन स्टेसन हो। रतबेला भन्ने ठाउँ जुन लाङटाङ ट्र्याकको यो 3000
मिटरको उचाइमा रहेको छ। अनि यहाँनिर होटलहरू जो हामीलाई राम्रै लाग्यो। यहाँबाट हामी अझै अगाडि बढ्नु छ। यो अगाडि देखिएको हिमाल चाहिँ लाङटाङ हिमाल हो, जुन चाहिँ यहाँ रहेका हिमालहरूमा उचाइको हिमाल भनेर यहाँनिर दाइहरूले होटलवाला दाइहरूले भन्दै थियो। अब अझै हामी यहाँबाट अगाडि बढ्दैछौँ। करिब यहाँनिरको भनाइअनुसार 7 घन्टामा हामी क्यान्जिरोवा पुग्छौँ भन्ने कुरा यहाँनिर बताइराख्नु भएको छ। अब हामी यहाँ खाजासाजा खाएर हामी अलिक माथि आएपछि सायद यो लाङमा मान्छेलाई रुवाउँछ नै भन्थे। यहाँनिर सबै हाम्रा भाइ बहिनीहरू रोइरहेका छन् है, धुरु अनि धेरै गाह्रो भइरहेछ। तर पनि त्यो बाटोमा हिँड्ने क्रम जारी छ। करिब 2 घन्टाको यात्रा पछाडि हामी यस ठाउँमा आइपुगेका छौँ। अनि घोडा तबेलासम्म चाहिँ निकै गाह्रो बाटो, निकै नै उकालो धेरै नै छ। तर त्यहाँदेखि यता चाहिँ अलिकति मास्तिरसम्म 1 घन्टा जति उकालो भयो। त्यसपछि त्यसै तेर्सो छ। तीमाथि यी हिमालका यी चाँदी चाहिँ टल्केको सुन्दर यस ठाउँमा आइपुगेपछि जो कोहीको मन पनि चचक्क घोच्दछ। हामी पनि यसबाट अछुत रहेनौँ, कारण यो पहिले लाङटाङ उपत्यका रहेको ठाउँ हो। तर 72 सालको विनाशकारी भूकम्पसँगै माथिबाट आएको हिम पहिरोले सबै पुरिन पुग्यो र अहिले यो खण्डहर अवस्थामा छ। र साथै स्थानीय देशी विदेशी पर्यटक गरेर लगभग 194 जनाले भन्दा बढीले ज्यान गुमाए। मृत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै हामी पनि हाम्रो गन्तव्यतिर अगाडि बढ्यौँ। सिन्धुम 72 सालको भूकम्पमा आएको महापहिरोमा सखाप भए पश्चात बसालिएको नयाँ बस्ती हो।
काठमाडौँबाट हिँडेर 3 दिन पश्चात यो क्यान्जिन गुम्पामा आइपुग्यौँ र यहाँबाट अब क्यान्जिन रे चाहिँ करिब 2 घन्टा लाग्छ हिमालको चढ्नलाई अनि यस ठाउँसम्म हामी जानेछौँ। गाह्रो छैन है? तिम्रो दिनु है? ओके ओके। मैले त्यही भएर यहाँ वेट गरेको दादा पानी चाहिन्छ कि कल दाइ? क्यान्जिन गुम्पादेखि करिब 2 घन्टाको एकदमै उकालो यात्रा पछाडि हामी यो क्यान्जिन री भन्ने यो यसको फर्स्ट पिकसम्म आइपुग्यौँ। यहाँभन्दा उँभो चाहिँ जानको लागि अलिक हिम्मत भएन, तर पनि भाइहरूले यहाँनिर हिम्मत जुटाउँ भन्दैछन्। हेरौँ अब